नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सूर्यपन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन्। गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु 1655 नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो। जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए। टिप्परको ठक्करबाट मोरङको सुन्दर हरैचामा एकजना वृद्धाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान पैदल यात्री 75 वर्षीय वृद्धा मैया देवी प्रधानको मृत्यु भएको हो। पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सुन्दर हरैचा नगरपालिका वडा नम्बर 7 गोठ गाउँमा प्रदेश 102-001 ख 8530 नम्बरको ट्रिपरले ठक्कर दिएको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। पूर्वतर्फ गइरहेको ट्रिपरले मर्दीवागमा निस्किएकी प्रधानलाई बुधबार सडक पार गर्दै गर्दा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। टिपर र चालक मोरङको उर्लाबाडी नगरपालिका वडा नम्बर 3 का 32 वर्षीय चुडामणि भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग करिब 1 घण्टा अवरुद्ध बनाएका थिए। प्रहरीले लापरवाही गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले अवरुद्ध गरेको सडक खोलेको थियो। घराइसी विवादमा छोराले कुटपिट गर्दा विराटनगरमा एक वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर 5 का 65 वर्षीय काले शाहको छोराको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घराइसी विवादमा छोरा अजयले कालेमाथि गत चैत्र 26 गते निर्घात कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले शाहको मृत्यु भएको हो। कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ। आजबाट नयाँ वर्ष 2078 सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख 1 गते आज देश विदेशमा बस्ने नेपालीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइरहेका छन्। नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश विदेशमा रहने नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशवासीका नाममा सम्बोधन समेत गर्नुभएको छ। आजै पर्यटकीय क्षेत्रहरूमा विशेष चहल पहल बढेको छ। नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसँग भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरूको प्रचलन रहेको छ। नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। पशुपतिनाथमा दर्शनार्थी एवं पूजाआजा गर्नेहरूका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नयाँ वर्षको अवसरमा बुढा नीलकण्ठ, बागमती नदीको उद्गम स्थल बागद्वार, सपन तीर्थ र कीर्तिपुर स्थित चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान दान गरेमा पाप पखाली पुण्य कमाइने विश्वास समेत रहेको छ। सिराहाको ऐतिहासिक स्थल राजा सलहेशको मन्दिरमा लागेको मेलामा हजारौं दर्शनार्थी भक्तजनहरूको भिड लागेको छ। सिराहाको लाहान नगरपालिकामा पर्ने सलहेश फुलवाडीमा नयाँ वर्षको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ। मन्दिरमा नेपाली सहित हजारौं भारतीय भक्तजनको भिड लाग्ने गर्दछ। दलित जातिमध्ये एक मात्र राजा मानिएका सलहेशको इतिहास झल्किने यो सहित सिराहाका विभिन्न ऐतिहासिक स्थलहरूमा परापूर्वकालदेखि राजा सलहेशको सम्झनामा पूजा गर्न भक्तजनहरू आउने गरेको स्थानीयहरूले बताइरहेका छन्। प्रत्येक ऐतिहासिक एवं धार्मिक स्थलमा भएको राजा सलहेशको मन्दिरमा दलित जातका मानिने राजा सलहेशका सन्तति दुस्साध पासवान जाति नै मन्दिरका पुजारी हुने भएकाले आजको दिन उपल्लो जातका मानिसहरू पनि उनीहरूको हातबाट प्रसाद ग्रहण गर्नु यस मेलाको मुख्य विशेषता रहेको छ। राजा सलहेशले आफूभन्दा उपल्लो जातकी युवती तत्कालीन मोरङका राजा हिनपैत मालीकी छोरी दानावती मालीसँग विवाह गर्न पटक पटक अस्वीकार गरेपछि दानावतीले राजा सलहेशको सम्झनामा बनाएको बगैँचा अहिले सलहेश फुलवाडीको नामबाट
प्रचलित रहेको किम्वदन्ती छ। अन्तगत्व राजा सल्हेसले दानावतीसँग विवाह गरेपछि तराईमा अन्तर्जातीय विवाह सुरु भएको किम्वदन्ती पनि रहेको छ। राजा सल्हेसले आफूभन्दा गरिब र मुसहर जातका दिनाराम र भद्रीसँग मित्रता गरेदेखि विपन्नसँग मित्रता गर्ने समेत परम्परा बसेको किम्वदन्ती रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 सालमा सरकारले उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले नयाँ वर्ष 2078 को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले अनेकन असहज परिस्थितिका बावजुद 2077 साल सफल वर्षको रूपमा रहेको बताउनु भएको हो। कोभिड-19 को महामारीले विश्व नै आक्रान्त भएको बेला त्यसको असर नेपालमा सबै क्षेत्रमा परेको भए पनि 2077 सालमा ठूला दीर्घकालीन महत्त्वका काम भएको दाबी गर्नुभयो। उहाँले प्रतिकूलताका बीच 2077 सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको पनि बताउनुभयो। कोभिड-19 जस्तो महामारीको अप्रत्याशित रूपमा सामना गर्नु पर्यो। यद्यपि त्यो महामारी 77 साल प्रारम्भ हुनभन्दा अगाडि नै प्रकट भइसकेको थियो, तर सबभन्दा बढी असर सामाजिक जनजीवनमा, अर्थतन्त्रमा, शिक्षामा, अनेक पक्षहरूमा 77 सालले त्यसबाट वर्षभरि नै आक्रान्त रहनु पर्यो। हामीले त्यसलाई कार्तिकबाट नियन्त्रण गर्दै ल्याएका थियौँ, तर फेरि चैत्रको सुरुबाट कोभिड-19 महामारीसँगै मुलुकमा केही राजनीतिक अस्थिरता देखा परे पनि यस वर्ष उपलब्धिको वर्ष रहेको उहाँले बताउनुभयो। दशकौं पछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौँ आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ असाधारण र दूरगामी महत्त्वका कामहरू बढेको पनि उहाँले बताउनुभयो कि अब देशमा हिंसाको राजनीति छैन, अर्थात् राजनीतिलाई हिंसाको माध्यमबाट आफ्ना उद्देश्य प्राप्त गर्ने तरिका अवलम्बन गर्ने कुनै समूह छैन। अर्थात् अब राजनीतिक अभिष्ट संवैधानिक र शान्तिपूर्ण राजनीतिको मूलधारबाटै प्राप्त गर्न सकिन्छ। कोभिड-19 महामारीको प्रतिकूल अवस्थामा पनि अनलाइन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दावी पनि उहाँले गर्नुभयो। प्रधानमन्त्री ओलीले जनताका आशा जगाउने गरी विकास निर्माणका कामहरू भइरहेको बताउनुभयो। सरकारले गरेका कामहरू नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भइरहे पनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरू लगातार भइरहेको दावी उहाँले गर्नुभयो। उहाँले प्रतिदिन 5.5 किलोमिटर बाटो बन्ने गरेको, प्रति 12वटा आवास गृह निर्माण भइरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिङ्क रोड, मध्य पहाडी राजमार्ग, पुष्पलाल मदन भण्डारी राजमार्ग, पूर्व पश्चिम राजमार्ग लगायत राजमार्गको स्तरोन्नति र निर्माणको काम भइरहेको फेहरिस्त प्रस्तुत गर्नुभयो। उहाँले महिनाको 100बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता दिनको 100मा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिनुभयो। 5 लाखको सङ्ख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरूको सङ्ख्या थपिएको, 2075 मङ्सिर 11 गतेबाट नै मजदुरका लागि योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता सुरु गरेको तथा भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण भए 11 दिनपछि उद्घाटन गर्ने पनि उहाँले उल्लेख गर्नुभयो। कोरोनाको महामारी हत्ते बढेपछि कतिपय विकसित देशहरूले पनि दोस्रो तेस्रो चरणमा लकडाउन गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले स्वास्थ्य सतर्कताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नु भएको थियो। नेपालमा एकै दिन 603 जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले 4289 जनाको PCR परीक्षणबाट
580 जना र 451 एन्टिजेन परीक्षणबाट 23 जना गरी 603 जनामा कोरोना देखिएको बताउनुभयो। यो सङ्ख्या पछिल्लो केही महिनादेखिकै उच्च हो। थपिएका काठमाडौँ उपत्यकामा मात्र 254 जना छन्, जसमा काठमाडौँका 173, ललितपुरका 61 तथा भक्तपुरका 32 जना हुन्। हाल नेपालमा 4056 जना सक्रिय सङ्क्रमित रहेका छन्। तीमध्ये 80 जना आइसियुमा र 25 जना भेन्टिलेटरमा रहेका छन्। 129 जना मात्र बुधबार कोरोना मुक्त भएका छन्। यो सङ्ख्या कुल सङ्क्रमितको 97.5% हो। यता प्रदेश 2मा पछिल्लो 24 घण्टामा 31 जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पर्सामा 23, महोत्तरीमा 3, धनुषामा 2, बारामा 2 र रोथडमा 1 जना सङ्क्रमित फेला परेका हुन्। यो सँगै प्रदेश 2मा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या 17,434 पुगेको छ। प्रदेश 2मा 16,998 जना सङ्क्रमणबाट मुक्त भइसकेका छन्। अहिलेसम्म 1,47,962 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 24वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रदेश 2मा हाल 224 जना सक्रिय सङ्क्रमित रहेका छन्। काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौँको माइती घरमा पशु अधिकार कर्मीले प्रदर्शन गरेका छन्। बालकलाई टोकेको भन्दै स्थानीयवासीले खैरे कुकुर मारेको विरोधमा अधिकार कर्मीले प्रदर्शन गरेका हुन्। उनीहरूले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन्। कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बडबड यात्न नदिन आग्रह समेत गरिएको छ। हवस् त, अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।